यहाँ एकदमै भिड तपाईँहरू देख्न सक्नुहुन्छ यो पछाडिको दृश्य यो एउटा भालेको लागि यति धेरै लडाइँ परिरहेछ फेरि उताबाट पनि गाडी आइरहेछ अरुण 3 मा चाहिँ यतिको अब पार्टी हुन्छ गो भएर गएको छ नै अब सेल आउने त होला नि दाजु मलाई फोन गरेर नि अलि ओर आउनु कि मान्छेको आँखा फुटेको देखेको छु दुईजनाको कसम एकजना मात्र होइन दुईजना घर जलेको सो गाइज आजको रात एकदम खतरा हुनेछ खतरा भन्दा पनि एकदम मिठो मिठो चिजहरू खानु पाउनेछ किनभने आज हामी जाँदैछौँ यो गाडीबाट बेसी मतलब माथि क्याम्पा ठाउँमा अनि त्यहाँ चाहिँ आज हामी एउटा पार्टी गर्नेछौँ सो भिडियोलाई अन्तिम समय साथ दिनु होला हामीले चाहिँ लोकल कुखुरा बनाएर खाएर अनि सुतेर भोलि बिहान चाहिँ ड्युटी आउनु पर्नेछ ड्युटीको झोला चाहिँ मैले यहाँ पुगिसकेको छु यसमा चाहिँ म ट्याग लगाएर यो भित्र चाहिँ ड्रेस छ फुकाले देखाइदिनु के छ त आइपुग्यो होइन आइपुग्यो अनि यतापट्टि पुरै के छ मेरो दाजु ओ माय गॉड हेलो क्यान्सल भयो नमस्ते कसम होइन साँच्चै भन्दा पोथीले भारी चाहियो त्यो भन्दा कस्तो गाडी हिजो चाहिँ भनेको त शीतल भएछ नि हौ दाजु अनि भालेको सबै झरिसकेपछि कसरी खानु होला मैले त्यही भन्नु खोजेको क्या अब त्यो पोथीलाई चाहिँ नि बिगाएर पैसा त्यही त कमजोरी हुन्छ नि त होइन यसको त मासु नै मिठो हुँदैन ए चलिरहेको पनि छ धन्यवाद दाजु धन्यवाद ल वान्स मोर बधाई ल तपाईँको पनि दियो हो दे त हो त ठिक छ ठिक छ यहाँदेखि सक्नुहुँदैछ अरुण 3 मा यति धेरै नेपालीहरू पनि छन् प्रायः धेरै जस्तो नेपाली नैहरू हुनुहुन्छ यहाँ कम्पनीमा चाहिँ धेरै नेपालीहरूको एन्ट्री भइसकेको छ अझै बोल्नु बाँकी नै होला नि दाजु हो माय गड यहीँनिर राख्नु हो न यो मान्छे आगो भएर गएको छ के भन्छ नि हेरौँ गो भएर गएको छ नै अब सेल आउने त होला नि दाजु हड्डी खाँदैन नि त्यो त फेरि सबै गइहाल्छ नि त्यो हड्डी के खानु अड्केर घाँटीमा चल्ला भइहाल्छ नि फेरि पोथीको पोथीको चल्ला पोथीको पनि चल्ला हुन्छ पर्तिर छ त नि पर्तिर लाउनु न नि कस्तो त्यहाँ झन् गतिले अरबी जस्तो छ भाले यत्रो रिटर्न गरे उताको भालेसँग पट्टिँदैन नि त भन्नु यस्तो सम्झना हुन्छ नि त दिदी कहिले काहीँ यस्तो हेर्नुको लागि हजुर ए पैसा ए भइहाल्छ नि मेरो हजुर भइहाल्छ भाइरल गराउने शब्दहरू बोल्नु न यसो भाइको यस्तो टक्क फाइनली हामी आइसकेका छौँ अब हामीले लोकल पाएन ब्रोइलरको खोजीमा हिँड्दै गर्दा चाहिँ ठ्याक्कै हामी आइपुग्यौँ पसलमा अनि यहाँ दाइहरू हुनुहुन्छ यतातिर यहाँ हुनुहुन्छ दाइहरू जस्तो मान्छेको आँखा फुटेको देखेको छु दुईजनाको कसम एकजना मात्र होइन दुईजना घर जलेको देखेको 2 केजी आँखा फुट्ला है बुढा फेरि होस् गर्नु हो सत्य कुरा हो यति साह्रो पनि अति पनि नगर्नु कि आँखा फुट्ला भोलिपर्छ किन बोल
ओ अघि आउनु पर्दैछ 1200 मलाई फोन गरेर नि अलि ओर आउनु कि त्यो उसले भन नि ग्यारेज त्यहाँदेखि अलि ओरतिर आउनु अनि यता छेउपट्टि छ क्या ठ्याक्कै कसकोमा भन्नु मलाई थाहा छ सो फाइनली हामीले चाहिँ ब्रोइलरको मासु पनि लिएर गइसक्यो र अब चाहिँ यसलाई पकाइ बनाइ गर्नुपर्ने हुन्छ भिडियोलाई हेर्दै गर्नु होला यो क्यामेराको अगाडिको फ्ल्याक्सले अलिकति अनुहारमा हानेको कारणले गर्दाखेरि चाहिँ अलिकति भिडियो सिडियो बनाउनुको लागि प्रब्लम भइरहेछ त्यस आलु यता कता अनलक द स्टोर आज फेरि अर्को खेप विदेश आए जस्तो लाग्यो यो रुम देख्दा यता माथि माथि यसरी नै ट्याक्क लगाएर विदेशमा हामीले यस्तै खाना खान्थ्यौँ गाइस कसम भनेको यस्तै प्लास्टिकको खाना खान्थ्यौँ यहाँनिर पनि खाना देख्न सक्नुहुन्छ तपाईँले सो फाइनली गाइस यहाँ चाहिँ हाम्रो मासु सबै पाकिसकेको छ अनि यता हाम्रो दाजुहरू हुनुहुन्छ आन्तरिक दाजुहरू अनि उहाँ हुनुहुन्छ अनि यता सबै दाजुहरू हुनुहुन्छ अनि अब चाहिँ हामी खानेवाला छौँ अनि खाएर सुत्छौँ अनि यो रुमहरू देख्दा चाहिँ मलाई ठ्याक्कैसँगले विदेशको याद आयो ठ्याक्कै यस्तै हुन्थ्यो तलमाथि थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ मिलेछ हामी अर्को नेक्स्ट भिडियोमा थ्याङ्क यू सो मच बाई